सालै भोट हालेले पाली जनताले भोलाका छन् लौसेर काङ्ग्रेस र हामीलाई ढोक्न ओर्न केही पनि पर्दैन कुरो गर्नुमा राम्रो काम गर्न पर्छ यो मुजी भट्टाचार्यलाई चाहिँ एक दुई नदिने के गरिदिने यो मुजी भट्टाचार्यलाई चाहिँ एक दुई नदिने के गरिदिने क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। यही नहीं, अभी और सुनिए। घन्टा बजाउनु पर्छ म चाहिँ पुरानो दिएर म पशुपतिमा बजा पशुपतिमा बजा और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। यो मोदी भट्टाचार्यहरू लाज छैन मोदीहरूलाई भोट माग्न आउन काङ्ग्रेस गगन के अरे उठ्या अरे प्रधानमन्त्री हुनु म भेटा आओस् न मोदी डाकाहरू ढुङ्गाले हान्थ्यो अरे ढुङ्गाले होइन खुकुरीले सिस्नो लाउनु पनि चोरहरू लाज छैन तिमीहरू त्यसैको पछि लाएर त्यसलाई आतम डोलिन्छ मोदी म कहाँ हिँडेँ साहेब अहिले होस् नहोस् घन्टी उठाउँदिन हजुरबा अहिले कहिले के गर्छन् तपाईलाई अहिले त जसले पनि हप्काउँछ नि जसले पनि थर्काउँछ के गर्नु यो त चुनाव हार्ने लक्षण हो तपाईको घन्टीको मैदालाई सोल्नुहोस् हिन्दू राष्ट्र मान्छस् भनेर यदि मान्छु भनेर कागजमा लेखेर आयो भने मेरो भोट पनि म घट्ला होइन तपाईहरु जस्तो खत्तम धर्म र संस्कृति नरहेको देशमा संस्कार नरहेको दिदी बुझ्नुभयो तपाईले सोध्नुहोस् तपाईलाई चित्त बुझ्ने जवाफ प्राप्त तू समझा? हाँ नहीं तू समझा नहीं 19 जना क्रिस्चियनलाई विगत गरिरहेको छ सक्नुहुन्छ तपाईँ देशमा बस्न धर्म जागरणमा आएको छ जनता होइन हावा हुरीमा बग्न पाइँदैन तपाईँलाई यति बेला बुढेसकालमा भत्ता दिएर पाल्ने नै एमाले केपी ओली बाउले ल्याएर दिएको हो मेरो खराब पानी छ मेरो के छ भोट केमा हाल्ने त वोट म जान्छु 15 तारीख को तू पहचानेगा कि डर क्या होता है। 20 तारीख को पब्लिक को पता चलेगा कि तेरा टक्कर लेने वाला कोई मर्द आया है। 25 तारीख को लोगों के मन से तेरा खौफ खत्म हो जाएगा और 1 तारीख को तू फिनिश। ल बाबु अब भित्रको पूजा सम्पन्न भयो अब घन्टीले पूजा गर्ने अनि यहाँ टीका लाउने अनि आफूबाट लाग्ने है त ठीक है ल बाजे मलाई चाहिँ टीका लगाइदिहाल्नु त अनि बाबु तिमीले चाहिँ घन्टीले पूजा गर्दैनौ त पूजा गरेर त हुन्छ बाजे म त एमाले हो नि बाय बाय टाटा गुड बाय गया बाबु यसपालिको चुनाव त राप्रपाले जित्छ तपाईले अहिले चुनावको नतिजा नआउँदै कसरी भन्न सक्नुहुन्छ राप्रपाले चुनाव जित्छ भनेर फोन उठाउन पाएन सबैले हलो हलो भन्छन् सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ केपीको पैसा खानी बालनलाई ठोक्ने भयो केपीको पैसा खानी बालनलाई ठोक्ने भयो क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। आदिवासीहरू आज चामलको भात खान सक्ने भएका छन् के कारणले भनेर भन्दाखेरि जिल्ला जिल्लामा मोटर बाटो पुगेको छ कसका कारणले भन्दाखेरि गणतन्त्रका कारणले भन्ने कुरा कर्णालीका जनताले नबुझेर कसले बुझ्न सक्दछ यही होइन सच्चाइ कर्णालीको स्याउ र मार्सी चामल त्यही चितवन र झापा पुग्न सक्दैन यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी आफैमा यो सिन्जा भ्याली सिभिलाइजेसन सिन्जा उपत्यका
सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गम स्थल, खस भाषाको उद्गम स्थल। यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ। यो सबै भयो भने एउटा सभ्यता मानिन्छ। त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। चान्स पायो कि नेपालीले गर्छ। तेरो बुवामीले भोट कहाँ हाल्न भने घन्टीमा? घन्टीको नेता को अरे? बेलुन? घन्टीको नेता बेलुन हो? अब उधर जाने इनको राज्य दुनिया सारा बच्चा माया छैन, गोली तागी हाना मार त्यत्रा बच्चाहरू मारे होइन हो होइन हो। यिनीहरूलाई अब यो कहीँ पनि छिर्न सक्ने अवस्थै छैन। हामी अहिले घन्टीको मात्र हो, हामी यस्तो छिरेको। ल नारायण बा, हस् हस्। नेपालमा कति जनसङ्ख्या होला है भुवन? होला 2,70,80,00,000 जति। कहाँ मासेर 2,80,00,000 मात्र आउनु? 3 करोड जनता छन् नि। एमाले र काङ्ग्रेसलाई पनि मान्छे कम छ नि त केटा। मुर्दाबाद, रवि नामी छाने जिन्दाबाद। केपी ओली चाहिँ चिन्नुहुन्छ नि? चिन्छु नि बाबु, उसलाई त हात मिलाएर त्यहाँ पर्पाले मेरो भाइ राम्रो गर्नु ल भनेर पठाएको। तर सबै भ्रष्टाचार गर्नु, सुन व्यापार गर्नु, मान्छे व्यापार गर्नु, भोटाने भनेर बेच्नु भने पो सुने त मोर त उल्टो पो सुने त। बुवा अनि यसपालि घन्टीमा भोट हाल्ने हो? अब तपाईँ जस्तो जेन्जी मान्छेले भोट केमा हाल्ने भन्नु भएको छ? केपी ओली चिन्न के हो? चिन्न घन्टी। बाजे तपाईँको पार्टी के हो? एमाले मेरो घन्टीमा दिने भोट घन्टीमा दिने पार्टी एमाले। सबैले पैसा दियो भने भोट हाल्छौ, मेरो हाल्दैनमा। मेरो खराब पानी छ, मेरो खराब भोट केमा एकान्तमा म्युजिक एमाले यसपालि पत्ता आज पनि बाँच्यो, नत्र राणा बाललाई यहीँ पुगो के पार्दैन थिए। ओहो बा नि के भन्नु? किन होला है तपाईँ यस्तो? अब त चुप लाग्दिनु। सत्यलाई सत्य, झुटलाई झुट भनिदिनु। पैसा जलेको हो, जलेकै हो भन्नु। एआई र वास्तविकता छुट्याउन सक्छौँ हामीले। बिन्ती झुटै झुट त नबोल्दिनु। नेताको घरमा हुन्छ लाखौँ भन्नु बरु, झलेको पैसा नेपालकै होइन त नभन्दिनु। अत्याचारको पनि सीमा हुन्छ, कसरी लाज बचाउन सक्नुहुन्छ? कति टुक्का हान्नुहुन्छ, कति लासमाथि राजनीति गर्नुहुन्छ। हुँदा हुँदा फेरि घर घरमा ग्यास अरे, नेपाल भित्रिन्छ रेल अरे। सक्ने कुरा गर्नु न, किन बार बार भ्रम छरेर भ्रष्ट बन्नुहुन्छ? सबैको बोली के छ? केपी ओली। नभनुन् पनि कसरी त? सबलाई गिराउन लागि पर्नु भएको छ। अरूको आलोचना गर्दै चुनावपछि बहुमत ल्याएर 6 महिनामा घर घरमा ग्यास जोड्छु भन्नुहुन्छ। नसुनेका उखान होइनन् नि, शताब्दीौंदेखि सुनिआएका कथा हुने, एकादेशमा पनि दिएका आश्वासन हुने। गोली चलाउने आदेश मेरो थिएन रे, टाउकोमा गोली ठोक्दा कुन चाहिँ विद्यार्थीले तिम्रो कुर्सी मागेको थियो? गिदी छरपष्ट हुँदा रोक्नको लागि के कदम चालेका थियो? तिम्रै अहंकारले तिमीलाई सकाएको हो, तिम्रै अहमताले यो सब भएको हो। त्यसैले आज तिम्रो यो दिन आइरहेछ। बार बार प्रधानमन्त्रीको हैसियतमा बसेको मान्छेले
सबलाई यो भिडियो हेर्नुस् भन्दै म्यासेज पठाउने दिन आइरहेछ। जब सवाल उठ्छ देशको अनेक भई उठ्छ नेपाली धरतीको माटो बोकी फेरि एक भई जुट्छ नेपाली।